फेरि पनि सबैजनामा नमस्ते। हाल म कुवेतदेखि। मध्य पूर्व एसिया यानि कि अरब कन्ट्रीहरूमा 1 महिनाको रमजान चल्छ। कसैकोमा 6 घण्टा ड्युटी हुन्छ भने कोहीकोमा 8 घण्टा, कोहीकोमा 10 घण्टा। तर यो रुल सबै ठाउँमा लागू चाहिँ हुँदैन, कम्पनी अनुसार हुन्छ। र त्यसको 4 दिन बिदा हुन्छ। 4 दिन बिदामा हिजो लास्ट थियो, सकियो। सबै आफ्नो कार्यक्षेत्रमा पुगिसक्नु भयो होला सायद आज। म पनि आफ्नै कार्यक्षेत्रमा छु। र हिजो अचानक यानि कि बिहान 12:30 बजेपछि 5 बजेसम्म आइरन बजेको सुनियो, कन्टिन्यू या पटक। प्लस त्यसमा ब्यालिस्टिक मिसाइल खसेको आवाज पनि ठुलो आवाजमा सुनियो। तर यो अवस्था सामान्य भएर शान्ति हुने हो या अरू ठुलो विकराल रूप लिने हो, त्यो अहिले नै भन्न सक्ने अवस्था छैन। 2 ठुला हात्ती बीचको लडाई क्षति गाँसलाई भने जस्तै यो युद्धले आम श्रमिकहरूलाई क्षति चाहिँ पुर्याउँछ पनि। यो सत्य कुरो हो, सत्य कुरो। तर यसलाई कोही कसैले नकार्न पनि सक्दैन। त्यसैले तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुहोला। आफ्नो परिवारसँग पनि सम्पर्क गरिरहनुहोला। आफ्नो साथीभाइसँग पनि कन्ट्याक्ट गरिरहनुहोला। थाहा छैन यो विकराल रूप लिने हो या शान्त भएर शान्ति हुने हो, त्यो पछिका दिनले बताउला। तर जे जस्तो भए पनि तपाईँ चाहिँ सुरक्षित हुनुहोला। जबसम्म ज्यान रहन्छ तबसम्म आश पनि हुन्छ र केही गर्न पनि सक्नुहुन्छ। पहिलो कुरो आफू बच्नु पर्यो। जागिर गए पनि कुनै आपत्ति छैन। जाउँला नेपाल, खनौला आफ्नै खोरिया, फलाउन सुन, लगाउला दुनियाँलाई गुण। जय नेपाल, जय देश, जय नरेश।